श्रोता दर्शकबिन नमस्कार। नेप्लिज न्युजमा यहाँहरूलाई स्वागत छ। आज पनि हामी देश विदेशमा घटिरहेका ताजा घटनाक्रम, महत्त्वपूर्ण समाचार र सत्य तथ्यमा आधारित जानकारी लिएर हामी उपस्थित भएका छौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला। हामी यस्तै नयाँ अनि ताजा समाचार लिएर दैनिक रूपमा उपस्थित हुने गर्दछौं। सुरु गरौं आजका समाचारहरू। चीनको जलस्रोत मन्त्रालयले लेहेन्दे खोलाको हिम पहिरोका कारण ताल बनेको जनाएको छ। नदीको माथिल्लो क्षेत्रमा बनेको तालमा बिहीबार बिहानसम्म 20 लाख घनमिटर पानी जम्मा भएको र उक्त पानी तालबाट बाहिर जान सुरु गरेको चिनिया रिपोर्टमा उल्लेख छ। साथै आउँदा 3 दिनभित्र थप 30 लाख घनमिटर पानी जम्मा हुन सक्ने रिपोर्टमा जनाएको छ। चिनिया मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले चीनतर्फको छोचेन खोला र नेपालतर्फको पुरेपु र्याकिङ खोलाको दोभानमा यस्तो ताल बनेको जनाएको छ। ग्लोबल टाइम्सले उक्त तालका कारण तल्लो तटीय क्षेत्रमा थप जोखिमको अवस्था रहेको जनाएको छ। मन्त्रालयले उक्त दोभानमा बनेको तालको निगरानी गरिरहेको र तालबाट उत्पन्न हुन सक्ने बाढीको खतराबारे मोडालिटी समेत तयार गरेको छ। भदौ 10 मा भोटेकोशी त्रिशुली नदीको बाढीका कारण चीनतर्फ अहिलेसम्म 3 जनाको मृत्यु भएको छ र 10 घटनामा 558 जना हराएका छन्। तिनमा 260 जना विदेशी नागरिक समेत रहेका छन्। त्रिशुली भाटीले बगाएर ल्याएका शवबाट गहना चोरी गर्ने 2 जना पक्राउ परेका छन्। चितवन महानगरपालिका 1 पोखरा बस पार्कबाट 2 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिएका छन्। बुधबार बिहान रसुवाबाट आएको बाढीले बगाएर ल्याएकी 1 जना महिलाको शवबाट उनीहरूले कानको मुद्रा चोरेका थिए। यसरी मुद्रा चोर्दै गर्दा भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरीले 2 जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नवलपरासीका 25 वर्षीय मदन गुरुङ र सुनसरीका 38 वर्षीय उमेश चौधरी रहेका छन्। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। रसुवाको भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा भदौ 10 गते आएको भीषण बाढीबाट प्रभावितहरूको राहत र उद्धारका लागि कर्मचारीहरूले तलब काटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्। बाढीपछिको राहत तथा पुनर्स्थापना कार्यमा योगदान पुर्याउन सङ्घीय सरकारका कर्मचारीहरूको भदौ महिनाको तलबबाट 2 देखि 10 दिनसम्मको रकम कट्टा गरी उद्धार कोषमा जम्मा गर्ने भएका छन्। मुख्य सचिवको नेतृत्वमा बसेको सचिव बैठकको निर्णयअनुसार श्रेणीविहीन कर्मचारीहरूको 2 दिन, राजपत्र अङ्कित वा सो सरहका कर्मचारीहरूको 5 दिन र राजपत्र अङ्कित तृतीय र द्वितीय श्रेणीको 7 दिन र प्रथम तथा विशिष्ट श्रेणीको कर्मचारीहरूको 10 दिन बराबरको तलब कट्टा गरिनेछ। यस व्यवस्थाबाट सङ्घीय सरकारका कर्मचारीहरूबाट मात्रै करिब 36 करोड रुपियाँ कोषमा जम्मा हुने अनुमान गरिएको छ। साथै सरकारले प्रदेश, स्थानीय तथा अन्य सार्वजनिक निकायहरूका कर्मचारीहरूलाई पनि सोही बमोजिम कोषमा योगदान गर्न आह्वान गरेको छ। बैठकले बाढीका कारण क्षतिग्रस्त सडक, पुल, खानेपानी, विद्युत र दूरसञ्चार जस्ता अत्यावश्यक पूर्वाधारहरूको पुनर्सञ्चालन तथा अगाडि बढाउन सम्बन्धित मन्त्रालय र निकायहरूलाई निर्देशन दिएको छ। प्रभावितहरूको खोज, उद्धार तथा राहत र अस्थायी बसोबासको कार्यलाई उच्च प्राथमिकतामा दिई समन्वयात्मक रूपमा अघि बढाउने निर्णय बैठकले गरेको छ। यस्तै विपद व्यवस्थापनलाई चुस्त बनाउन सरकारले सार्वजनिक बिदाका दिनमा समेत आवश्यकता अनुसार कर्मचारीहरूलाई अनिवार्य उपस्थित गराई कामकाज गर्ने व्यवस्था मिलाएको छ। बाढी प्रभावित क्षेत्रमा नियमित सेवा प्रवाह सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। यसैगरी विपद प्रतिक्रियामा सबै तहका कर्मचारी क्रियाशील रहनुपर्ने भन्दै सरकारले अत्यावश्यक काम बाहेक कर्मचारीलाई काज नखटाउने र बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ। हाललाई प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई केन्द्रमा बोलाएर गरिने गोष्ठी, सेमिनार र अन्य कार्यक्रम सञ्चालनमा रहेका सेवाकालीन तालिम बाहेक पनि स्थगित गरेको छ। कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि तत्काल राहत तथा उद्धारका लागि 3 करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्री परिषद बैठकले उक्त रकम विपद व्यवस्थापन र राहत कार्यका लागि पठाउने निर्णय गरेको हो। बैठकपछि आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले प्रदेश सरकार आफ्नो तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको जानकारी गराएका छन्। यस्तै मन्त्री परिषद बैठकले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकतन्त परिवारजनमा गहिरो संवेदना व्यक्त गरेको छ। रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई
तीव्र पारेको छ। विपदमा परेका नागरिकको सुरक्षाका लागि गृह प्रशासनले 13,295 जना सुरक्षाकर्मी परिचालन गरेको छ। बाढीग्रस्त क्षेत्रमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीका 7,250 जना, नेपाली सेनाका 4,200 जना र सशस्त्र प्रहरी बल नेपालका 1,845 जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिएका छन्। सडक सञ्जाल अवरुद्ध भएका कारण उद्धार टोलीहरूले हवाई र पैदलमा दुवै मार्गबाट कार्य अघि बढाएका छन्। स्थलगत पहुँच कठिनाई भएका स्थानहरूमा हवाई मार्गबाट द्रुत उद्धार गरिएको छ। नेपाली सेना र निजी हवाई कम्पनीहरू हेलिकप्टरहरूले 69 पटक उडान भरेर जोखिमपूर्ण स्थितिमा थुनिएका 351 जना नागरिकलाई सुरक्षित स्थानमा पुर्याएका छन्। प्रतिकूल मौसम र नदीको तीव्र बहावका बावजुद सुरक्षाकर्मीहरूले आफ्नो ज्यान जोखिममा राखेर निरन्तर उद्धार गरिरहेका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले बाँकी क्षेत्रमा खोजी र राहत वितरणको कार्यलाई अझ बलियो र विस्तृत बनाउँदै लगेका छन्। भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म 359 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार अहिलेसम्म 359 जनाको शव फेला परेको हो, जसमा रसुवामा 17, नुवाकोटमा 28, धादिङमा 33, चितवनमा 132, गोर्खामा 30, तनहुँमा 22, नवलपरासी पूर्वमा 82 र नवलपरासी पश्चिममा 15 जनाको शव फेला परेको छ। यसैबीच रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरी मध्ये 28 जना सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले रसुवामा बाढीमा फँसेकाहरूको खोजी तथा उद्धारमा विदेशीहरूको प्रत्यक्ष सहायता नलिने भएको छ। विभिन्न मुलुकहरूले हेलिकप्टरसहित उद्धारका लागि तालिम प्राप्त उद्धारकर्मी पठाउन प्रस्ताव गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। तर मन्त्रालयले भने बाढीमा परेकाहरूको खोजी तथा उद्धारमा विदेशीहरूको प्रत्यक्ष सहयोग नलिने नीति लिएको छ। नेपाली सेनाको कुराकानीमा हामीले प्रत्यक्ष सहयोग नलिने नीति लिएका छौँ। परराष्ट्र स्रोतले भने रसुवा क्षेत्रमा साँघुरो खोज्छ, त्यहाँ धेरै हेलिकप्टर उडान सकिने अवस्था छैन। त्यस्तै हेलिकप्टर ल्यान्ड गर्न आवश्यक ठाउँहरू उपलब्ध छैन। त्यसमाथि नेपालका लागि सेना हेलिकप्टर नै उद्धारमा उपयोगी हुने देखिन्छ। त्यसैले खोजी तथा उद्धारमा विदेशी सहायता नलिने नीति मन्त्रालयले लिएको छ। रसुवा बाढीमा 28 देशका नागरिक बेपत्ता भएको मन्त्रालयले जनाएको छ। ती देशहरूले परराष्ट्र मन्त्रालयमा आफ्ना नागरिकको खोजीका लागि दबाब बढाइरहेका छन्। बढ्दो दबावपछि मन्त्रालयले नुवाकोटमा रहेका नेपाली सेनाको परीक्षण क्याम्पमा परराष्ट्र मन्त्रालयका उपसचिव खटाएको छ। त्यस्तै मन्त्रालय अन्तर्गत डिभिजन प्रमुखहरूलाई सम्बन्धित देशका दूतावासहरूसँग निरन्तर सम्पर्कमा रहन मन्त्री शिशिर खनालले निर्देशन दिएका छन्। आज हाम्रो सिनियर म्यानेजमेन्ट टिमको बैठक छ। मन्त्रीज्यूले विदेशी नागरिकहरूको उद्धार अवस्थाबारे सम्बन्धित देशहरूसँग सम्पर्कमा रहन निर्देशन दिनुभएको छ। बैठकमा सहभागी एक अधिकारीले बताएका छन्। आजै मन्त्रालयले वैदेशिक नागरिक र उनीहरूको परिवारका लागि टोल फ्री नम्बर पनि सुरु गर्दैछ। त्यस्तै परराष्ट्र मन्त्रालयले दात्री निकायहरूलाई आवश्यक मानवीय सहायता सम्बन्धी विवरण उपलब्ध गराउने भनिएको छ। मन्त्रालयले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आवश्यक सामग्रीको सूची माग गरेका छन्। सोही सूचीका आधारमा सहायता माग गर्ने र प्रस्ताव गर्ने नीति मन्त्रालयले लिएको छ।